नमस्कार साथीहरु, फेरि पनि स्वागत छ हजुरलाई मेरो अफिसियल युट्युब च्यानलमा। आज पनि फेरि मैले एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियोमा रहेका प्रश्नहरू एकदमै महत्त्वपूर्ण र इक्जाममा सोध्न सक्ने खालका प्रश्नहरू रहेका छन्। सो भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला र साथै हजुरले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई लाइक, शेयर एन्ड सब्स्क्राइब गरेर चाहिँ जोडिन सक्नुहुन्छ है त। अब हामी चाहिँ कति पनि ढिला नगरी आजको भिडियोतर्फ लागौँ है त। सुरुमा टपिक रहेको छ साथीहरु हाम्रो सार्वजनिक संस्थान सम्बन्धी ज्ञान है त। तपाईलाई चाहिँ यो टपिकबाट चाहिँ एक्जाममा 10 वटा प्रश्नहरू चाहिँ सोध्ने गर्छ है त। प्रश्न नम्बर 1 मा रहेको छ सन् 1960 को दशकमा विकसित पश्चिमी युरोपेली देशहरूमा कुल ग्राहस्थ उत्पादनमा सार्वजनिक संस्थानको हिस्सा कति प्रतिशतसम्म चाहिँ पुगेको थियो त? अप्सनमा रहेका छन् 20%, 40 देखि 60%, 80 देखि 90%, त्यसैगरी 50 देखि 70% गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। सन् 1960 को दशकमा विकसित पश्चिमी युरोपेली देशहरूमा चाहिँ कुल ग्राहस्थ उत्पादनमा सार्वजनिक संस्थानको हिस्सा चाहिँ कति प्रतिशतसम्म चाहिँ पुगेको थियो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। 20% चाहिँ पुगेको थियो है त। सन् 1960 को दशकमा चाहिँ विकसित पश्चिमी युरोपेली देशहरूमा चाहिँ कुल ग्राहस्थ उत्पादनमा चाहिँ सार्वजनिक संस्थानको हिस्सा भनेको चाहिँ तपाईको 20% चाहिँ पुगेको थियो भने त्यसैगरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो भनेपछि हेरेर प्रमुख विकसित देशहरूमा है त। कसमा त साथीहरु? प्रमुख के त विकसित देशहरूमा है त। प्रमुख विकसित देशहरूमा चाहिँ तपाईको चाहिँ सार्वजनिक संस्थानको हिस्सा भनेको चाहिँ कति पुगेको थियो त? 40 देखि 60% सम्म चाहिँ पुगेको थियो है त। कति त? 40 देखि कति 60% सम्म चाहिँ पुगेको थियो भने त्यसैगरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो त? साम्यवादी देशहरूमा है त। कहाँ त साथीहरु? साम्यवादी देशहरूमा चाहिँ कति पुगेको थियो त? साम्यवादी देशहरूमा चाहिँ भनेको चाहिँ तपाईको चाहिँ सार्वजनिक संस्थानको हिस्सा भनेको चाहिँ कति पुगेको थियो त? 80 देखि 90% सम्म चाहिँ पुगेको थियो है त। 80 देखि कति 90% सम्म चाहिँ पुगेको थियो है त। ल एकचोटी फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुस् है त। सन् 1960 को दशकमा चाहिँ विकसित पश्चिमी युरोपेली देशहरूमा चाहिँ कुल ग्राहस्थ उत्पादनमा चाहिँ सार्वजनिक संस्थानको हिस्सा चाहिँ कति प्रतिशतसम्म चाहिँ पुगेको थियो त? कति भन्दाखेरि चाहिँ 20% सम्म चाहिँ पुगेको थियो। त्यसैगरी प्रमुख विकसित देशहरूमा चाहिँ कति त? प्रमुख विकसित देशहरूमा है त। केमा त साथीहरु? प्रमुख के त विकसित देशहरूमा चाहिँ कति पुगेको थियो त? प्रमुख विकसित देशहरूमा भनेको चाहिँ तपाईको चाहिँ 40 देखि कति 60% सम्म चाहिँ पुगेको थियो भने त्यसैगरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो त? साम्यवादी देशहरूमा है त। कहाँ त साथीहरु? साम्यवादी है त। साम्यवादी देशहरूमा चाहिँ कति पुगेको थियो त? साम्यवादी देशहरूमा चाहिँ कति पुगेको थियो त? कति भन्दाखेरि चाहिँ 80 देखि कति 90% सम्म चाहिँ पुगेको थियो है त। ल यसरी चाहिँ बुझ्नु पर्यो है त। अहिले हेर्दा चाहिँ तपाईको चाहिँ प्रश्नले के भनेको छ त? विकसित पश्चिमी युरोपेली देशहरूमा भनेको छ। त्यसैले यसको सही आन्सर भनेको चाहिँ तपाईको चाहिँ अप्सन नम्बर ए हुन्छ है त। 20% है त। ल त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ संख्यात्मक रूपमा हेर्दा सन् 2023 को अन्त्यमा आएका आधारमा विश्वका ठूला कम्पनीहरू मध्ये कतिवटा सार्वजनिक संस्थान चाहिँ रहेका थिए त? अप्सनमा रहेका छन् 45 वटा, 62 वटा, 126 वटा, 500 वटा गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। संख्यात्मक रूपमा हेर्दा सन् 2023 को अन्त्यमा आएका आधारमा विश्वका ठूला कम्पनीहरू मध्ये कतिवटा सार्वजनिक संस्थान चाहिँ रहेका थिए त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। 126 वटा चाहिँ रहेका थिए है त साथीहरु। संख्यात्मक रूपमा हेर्दा सन् 2023 को अन्त्यमा चाहिँ आएका आधारमा चाहिँ विश्वका ठूला कम्पनीहरू मध्ये कतिवटा सार्वजनिक संस्थान रहेका थिए त? 126 वटा रहेका थिए। त्यसैगरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो भनेपछि साथीहरु आएका आधारमा चाहिँ विश्वका ठूला कम्पनी चाहिँ कति थिए त? कति भन्दाखेरि चाहिँ तपाईको चाहिँ 500 वटा थिए है त। 500 वटा थिए। यी 500 मध्ये चाहिँ तपाईको चाहिँ 126 वटा भनेका चाहिँ सार्वजनिक संस्थान चाहिँ रहेका थिए है त। ल यसरी चाहिँ यो प्रश्न पनि बुझ्नु पर्यो है त। सोधिदिन सक्छ है त तपाईलाई चाहिँ यो। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ 7औं पञ्चवर्षीय योजनामा अन्त्यसम्ममा चाहिँ सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएका संस्थानको संख्या चाहिँ कति पुगेको थियो त? अप्सनमा रहेका छन् 8 वटा, 62 वटा, 36 वटा, 25 वटा गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। 7औं पञ्चवर्षीय योजनामा चाहिँ अन्त्यसम्ममा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएका संस्थानको संख्या चाहिँ कति पुगेको थियो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी 62 वटा चाहिँ
पुगेको थियो है त साथीहरू। 7औं पञ्चवर्षीय योजनामा चाहिँ अन्त्यसम्ममा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएका संस्थानको सङ्ख्या चाहिँ कति पुगेको थियो त 62वटा चाहिँ पुगेको थियो भने त्यसै गरी अर्को चाहिँ तपाईँले हेरेर के बुझ्नु पर्यो भनेपछि प्रथम योजना अवधिमा चाहिँ सार्वजनिक संस्थानको सङ्ख्या भनेको चाहिँ तपाईँको चाहिँ 8वटा है त। यो भनेको चाहिँ तपाईँको प्रथम है त, प्रथम योजना अवधि है त। प्रथम के त योजना अवधिमा चाहिँ सार्वजनिक संस्थानको सङ्ख्या चाहिँ कति पुगेको थियो त 8वटा पुगेको थियो भने र त्यसै गरी अर्को चाहिँ एउटा के बुझ्नु पर्यो भनेपछि 11औं योजना अवधिमा है त। कतिमा त साथीहरू 11औं है त, 11औं योजना अवधिमा है त। 11औं योजना अवधिमा चाहिँ सार्वजनिक संस्थानको सङ्ख्या चाहिँ कति पुगेको थियो त 36वटा चाहिँ पुगेको थियो है त। ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। 7औं पञ्चवर्षीय योजनामा चाहिँ अन्त्यसम्ममा सरकारको पूर्ण अधिकांश स्वामित्व भएका संस्थानको सङ्ख्या चाहिँ कति पुगेको थियो त, कति भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 62वटा चाहिँ पुगेको थियो भने त्यसै गरी प्रथम योजना अवधिमा चाहिँ सार्वजनिक संस्थानको सङ्ख्या भनेको चाहिँ 8वटा, त्यसै गरी 11औं योजना अवधिमा चाहिँ सार्वजनिक संस्थानको सङ्ख्या भनेको चाहिँ 36वटा चाहिँ पुगेको थियो है त। ल यसरी चाहिँ यो प्रश्न पनि बुझ्नु पर्यो है त। त्यसै गरी प्रश्न नम्बर 4मा रहेको छ प्रजातन्त्रको पुनर्स्थापना पश्चात तेस्रो निजीकरण गरिएको संस्था चाहिँ कुन हो त? अप्सनमा रहेका छन् बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि इट्टा टाइल कारखाना, भिरकुटी कागज कारखाना, नेपाल चिउरा घिउ कम्पनी गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। प्रजातन्त्रको पुनर्स्थापना पश्चात तेस्रो निजीकरण गरिएको संस्था चाहिँ कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए बाँसबारी छाला जुत्ता कारखाना है त साथीहरू। प्रजातन्त्रको पुनर्स्थापना पश्चात तेस्रो निजीकरण गरिएको संस्था चाहिँ कुन हो त? बाँसबारी छाला जुत्ता कारखाना। र यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो भनेपछि यसलाई चाहिँ तपाईँको चाहिँ कहिले निजीकरण गरेको थियो त? कहिले भन्दाखेरि चाहिँ 2049 कार्तिक कति गते 24 गते चाहिँ 2049 कार्तिक कति गते त? कार्तिक 24 गते चाहिँ यसलाई निजीकरण गरेको थियो भने त्यसै गरी यो हरिसिद्धि इट्टा टाइल कारखाना भनेको चाहिँ तपाईँको चाहिँ दोस्रो है त। दोस्रो निजीकरण गरिएको संस्था चाहिँ कुन हो त? हरिसिद्धि इट्टा टाइल कारखाना हो। र यसलाई चाहिँ कहिले निजीकरण गरेको थियो? कहिले भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 2049 कार्तिक 14 गते है त। 2049 कार्तिक कति गते त? 14 गते चाहिँ यसलाई निजीकरण गरेको थियो भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो त? यो भिरकुटी कागज कारखाना भनेको चाहिँ तपाईँको चाहिँ पहिलो है त। पहिलो चाहिँ कुन त? तपाईँको चाहिँ भिरकुटी कागज कारखाना। र यसलाई चाहिँ कहिले निजीकरण गरेको थियो? कहिले भन्दाखेरि चाहिँ तपाईँको चाहिँ विक्रम सम्वत 2049 कार्तिक कति गते त? कार्तिक 5 गते है त। कार्तिक 5 गते चाहिँ भिरकुटी कागज कारखानालाई चाहिँ के गरेको थियो त? निजीकरण गरेको थियो है त। ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। यो एकदमै महत्त्वपूर्ण प्रश्न र इक्जाममा सोध्न पनि सक्छ है त। प्रजातन्त्रको पुनर्स्थापना पश्चात तेस्रो निजीकरण गरिएको संस्था चाहिँ कुन हो त? तेस्रो निजीकरण संस्थान भनेको चाहिँ तपाईँको चाहिँ बाँसबारी छाला जुत्ता कारखाना। र यसै गरी यसलाई चाहिँ कहिले निजीकरण गरेको थियो? कहिले भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 2049 कार्तिक 24 गते चाहिँ यो बाँसबारी छाला जुत्ता कारखानालाई चाहिँ निजीकरण गरेको थियो। त्यसै गरी दोस्रो भनेको चाहिँ कुन त? दोस्रो भनेको चाहिँ तपाईँको चाहिँ हरिसिद्धि इट्टा टाइल कारखाना। र यसै गरी यसलाई चाहिँ कहिले निजीकरण गरेको थियो? कहिले भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 2049 कार्तिक 14 गते चाहिँ यसलाई चाहिँ निजीकरण गरेको थियो भने त्यसै गरी पहिलो भनेको चाहिँ कुन त? पहिलो भनेको चाहिँ तपाईँको चाहिँ भिरकुटी कागज कारखाना। र यसलाई चाहिँ कहिले निजीकरण गरेको थियो त? विक्रम सम्वत 2049 कार्तिक 5 गते चाहिँ भिरकुटी कागज कारखानालाई चाहिँ निजीकरण गरेको थियो है त। तर अहिले चाहिँ हामीले चाहिँ प्रश्नले चाहिँ के सोधेको छ त? प्रजातन्त्रको पुनर्स्थापना पश्चात तेस्रो निजीकरण गरेको संस्था कुन हो भनेर सोधेको छ। त्यही भएर यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर ए हुन्छ है त साथीहरू। ल त्यसै गरी प्रश्न नम्बर 5मा रहेको छ सञ्चित नाफा भएका संस्थानहरूको सङ्ख्या चाहिँ कतिवटा रहेका छन् त? अप्सनमा रहेका छन् 6वटा, 25वटा, 18वटा, 15वटा गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। सञ्चित नाफा भएका संस्थानहरूको सङ्ख्या चाहिँ कतिवटा रहेका छन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी 25वटा रहेका छन् है त साथीहरू। सञ्चित नाफा भएका संस्थानहरूको सङ्ख्या चाहिँ कतिवटा रहेका छन् त? 25वटा रहेका छन् भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो भनेपछि व्यावसायिक कारोबार नगरेका चाहिँ संस्थानहरूको सङ्ख्या भनेको चाहिँ 6वटा है त। यी भनेका चाहिँ के हो त? व्यावसायिक है त। व्यावसायिक कारोबार है त। व्यावसायिक कारोबार नगरेका
कारोबार नगरेका संस्थानहरूको सङ्ख्या भनेको चाहिँ कतिवटा छन् त 6वटा रहेका छन् भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो त नोक्सान भएका कति त नोक्सान भएका भनेको चाहिँ तपाईँको चाहिँ 18वटा रहेका छन् है त नोक्सान भएका चाहिँ कतिवटा त नोक्सान भएका चाहिँ 18वटा रहेका छन् है त ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त सञ्चित नाफा भएका संस्थानहरूको सङ्ख्या चाहिँ कतिवटा रहेका छन् कति भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 25वटा रहेका छन् त्यसै गरी व्यवसाय कारोबार नगरेका संस्थानहरूको सङ्ख्या भनेको चाहिँ 6वटा र त्यसै गरी नोक्सान भएका चाहिँ कतिवटा त नोक्सान भएका चाहिँ 18वटा चाहिँ रहेका छन् है त ल त्यसै गरी प्रश्न नम्बर 6मा रहेको छ नेपालको पहिलो विकास बैङ्क चाहिँ कुन हो त अप्सनमा रहेका छन् नेपाल इन्डस्ट्रियल बैङ्क लिमिटेड नेपाल हाउजिङ विकास वित्त कम्पनी लिमिटेड पूर्वाञ्चल ग्रामीण विकास बैङ्क नेपाल बीमा तथा यातायात कम्पनी गरेर 4वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुहोस् त नेपालको पहिलो विकास बैङ्क चाहिँ कुन हो त यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए नेपाल इन्डस्ट्रियल बैङ्क लिमिटेड है त नेपालको पहिलो विकास बैङ्क चाहिँ कुन हो त साथीहरू नेपाल इन्डस्ट्रियल बैङ्क लिमिटेड हो भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझिराख्नु पर्यो भनेपछि नेपालको पहिलो ग्रामीण विकास बैङ्क चाहिँ कुन त नेपालको पहिलो ग्रामीण विकास बैङ्क भनेको चाहिँ तपाईँको चाहिँ यो पूर्वाञ्चल ग्रामीण विकास है त पूर्वाञ्चल ग्रामीण विकास बैङ्क भनेको चाहिँ तपाईँको के त साथीहरू नेपालको पहिलो ग्रामीण विकास बैङ्क हो भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो त यो नेपाल हाउजिङ विकास वित्त कम्पनी लिमिटेड भनेको चाहिँ यो भनेको चाहिँ तपाईँको चाहिँ नेपालको पहिलो वित्त कम्पनी है त नेपालको पहिलो वित्त कम्पनी चाहिँ कुन हो त नेपाल हाउजिङ विकास वित्त कम्पनी लिमिटेड हो भने त्यसै गरी यो नेपाल बीमा तथा यातायात कम्पनी भनेको चाहिँ तपाईँको चाहिँ नेपालको पहिलो बीमा कम्पनी है त नेपालको पहिलो के त बीमा कम्पनी हो र यसै गरी अहिले चाहिँ यसको हालको नाम भनेको चाहिँ के हो त साथीहरू नेपाल इन्सुरेसन कम्पनी है त नेपाल के त नेपाल इन्सुरेसन के त कम्पनी है त अहिले चाहिँ यसको हालको नाम भनेको है त ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त नेपालको पहिलो विकास बैङ्क चाहिँ कुन हो त नेपाल इन्डस्ट्रियल बैङ्क लिमिटेड हो त्यसै गरी नेपालको पहिलो वित्त कम्पनी चाहिँ कुन त नेपालको पहिलो वित्त कम्पनी चाहिँ कुन हो त वित्त कम्पनी भनेको चाहिँ तपाईँको चाहिँ नेपाल हाउजिङ विकास वित्त कम्पनी लिमिटेड हो भने त्यसै गरी अर्को चाहिँ के बुझ्नु पर्यो त नेपालको पहिलो ग्रामीण विकास बैङ्क चाहिँ कुन हो त नेपालको पहिलो ग्रामीण विकास बैङ्क है त नेपालको पहिलो के त ग्रामीण विकास बैङ्क चाहिँ कुन त नेपालको पहिलो के त नेपालको पहिलो ग्रामीण विकास बैङ्क चाहिँ कुन हो त पूर्वाञ्चल ग्रामीण विकास बैङ्क हो भने त्यसै गरी नेपालको पहिलो बीमा कम्पनी चाहिँ कुन त नेपालको पहिलो बीमा कम्पनी भनेको चाहिँ तपाईँको चाहिँ नेपाल बीमा तथा यातायात कम्पनी हो र यसै गरी यसको चाहिँ हालको नाम भनेको चाहिँ नेपाल इन्सुरेसन कम्पनी रहेको छ है त के त साथीहरू नेपाल इन्सुरेसन कम्पनी चाहिँ अहिलेको यसको नाम चाहिँ रहेको छ है त ल त्यसै गरी प्रश्न नम्बर 7मा रहेको छ नेपाल वायुसेवा निगम ऐन 2019 अनुसार निगमको स्थापना सम्बन्धी व्यवस्था कुन दफामा चाहिँ गरिएको छ त अप्सनमा रहेका छन् दफा 1 दफा 2 दफा 3 दफा 4 गरेर 4वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुहोस् त नेपाल वायुसेवा निगम ऐन 2019 अनुसार निगमको स्थापना सम्बन्धी चाहिँ व्यवस्था चाहिँ कुन दफामा चाहिँ गरिएको छ त यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी दफा 3मा चाहिँ गरेको छ है त ल त्यसै गरी प्रश्न नम्बर 8मा रहेको छ राष्ट्रिय वाणिज्य बैङ्कका जम्मा कतिवटा शाखा सङ्ख्या चाहिँ रहेका छन् त अप्सनमा रहेका छन् 290वटा 295वटा 297वटा 300वटा गरेर 4वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुहोस् त राष्ट्रिय वाणिज्य बैङ्कका जम्मा कतिवटा शाखा सङ्ख्या चाहिँ रहेका छन् त यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त साथीहरू 297वटा चाहिँ रहेका छन् है त राष्ट्रिय वाणिज्य बैङ्कका जम्मा कतिवटा शाखा सङ्ख्या चाहिँ रहेका छन् त 297वटा चाहिँ रहेका छन् भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो भनेपछि यो यसको चाहिँ राष्ट्रिय वाणिज्य बैङ्कको चाहिँ अन्तिम शाखा चाहिँ कहाँ स्थापना गरेको थियो त अन्तिम शाखा भनेको चाहिँ तपाईँको चाहिँ कहाँ स्थापना गरेको थियो त कहाँ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ धनुषाधाम नगरपालिका है त कहाँ त साथीहरू धनुषा है त धनुषाधाम नगरपालिका वडा नम्बर कति वडा नम्बर 3मा चाहिँ के त वडा नम्बर 3मा चाहिँ स्थापना गरेको थियो है त यसको के त अन्तिम शाखा भनेको चाहिँ तपाईँको चाहिँ धनुषाधाम नगरपालिका वडा नम्बर 3मा चाहिँ स्थापना चाहिँ गरेको थियो अथवा भएको थियो है त ल यसरी चाहिँ यो प्रश्न पनि बुझ्नु पर्यो है त
त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ क्षेत्रगत रूपमा सबैभन्दा बढी वित्तीय साक्षरता भएको प्रदेश चाहिँ कुन हो त? अप्सनमा रहेका छन् मधेस, लुम्बिनी, बागमती, गण्डकी गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। क्षेत्रगत रूपमा सबैभन्दा बढी वित्तीय साक्षरता भएको प्रदेश चाहिँ कुन हो त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी है त साथीहरू, बागमती प्रदेश हो है त। क्षेत्रगत रूपमा सबैभन्दा बढी वित्तीय साक्षरता भएको प्रदेश चाहिँ कुन हो त? बागमती हो। कति प्रतिशत त? कति भन्दाखेरि चाहिँ तपाईँको चाहिँ 64.5% है त। कति त? 64.5% हो भने त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो भनेर त्यसै गरी बढी वित्तीय साक्षरता भएको प्रदेश त बागमती भयो भने त्यसै गरी कम चाहिँ कुन त? कम भनेको चाहिँ तपाईँको चाहिँ मध्य प्रदेश है त। कम भनेको चाहिँ मध्य प्रदेश हो। कति प्रतिशत त? 52% है त। 52% चाहिँ रहेको छ है त। ल त्यसै गरी प्रश्न नम्बर 10 मा रहेको छ प्रशिक्षणको मुख्य उद्देश्य चाहिँ के हो त? अप्सनमा रहेका छन् कर्मचारीलाई डराउनु, रोजगारी दिनु, दक्षता र सिप अभिवृद्धि गर्नु, पेन्सन दिनु गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। प्रशिक्षणको मुख्य उद्देश्य चाहिँ के हो त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी, दक्षता र सिप अभिवृद्धि गर्नु है त। ल त्यसै गरी साथीहरू फेरि चाहिँ हाम्रो अर्को टपिक रहेको छ अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घर्षता है त। तपाईँलाई चाहिँ यो टपिकबाट पनि 5 वटा प्रश्नहरू चाहिँ सोध्ने गर्छ है त। प्रश्न नम्बर 11 मा रहेको छ तलका मध्ये कुन क्षेत्रीय सहयोग सङ्गठनमा चाहिँ एउटै मुद्रा सबैको साझा मुद्राको रूपमा चाहिँ प्रचलनमा छ त? अप्सनमा रहेका छन् युरोपियन युनियन, त्यसै गरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, बिमेस्टिक गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। तलका मध्ये कुन क्षेत्रीय सहयोग सङ्गठनमा चाहिँ एउटै मुद्रा सबैको साझा मुद्राको रूपमा प्रचलनमा छ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए है त साथीहरू, युरोपियन युनियन है त। ल त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ बिमस्टेकका सदस्य राष्ट्रहरूमध्ये म्यानमारले कुन क्षेत्रको नेतृत्व गर्दछ त? अप्सनमा रहेका छन् कनेक्टिभिटी, कृषि तथा खाद्य सुरक्षा, पिपुल टु पिपुल कन्ट्याक्ट, सुरक्षा गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। बिमस्टेकका सदस्य राष्ट्रहरूमध्ये म्यानमारले चाहिँ कुन क्षेत्रको चाहिँ नेतृत्व गर्दछ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर बी है त, कृषि तथा खाद्य सुरक्षाको चाहिँ के गर्छ त? यो क्षेत्रको चाहिँ नेतृत्व गर्छ है त। कसले त? म्यानमारले चाहिँ गर्छ भने। त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्यो त? यो कनेक्टिभिटी क्षेत्रको चाहिँ कसले नेतृत्व गर्छ त? यो कनेक्टिभिटीको चाहिँ तपाईँको चाहिँ कसले गर्छ त? कसले भन्दाखेरि चाहिँ थाइल्यान्डले गर्छ है त। थाइल्यान्डले गर्छ। थाइल्यान्डले चाहिँ कुन क्षेत्रको नेतृत्व गर्छ त? कनेक्टिभिटीको चाहिँ नेतृत्व गर्दछ भने त्यसै गरी यो पिपुल टु पिपुल कन्ट्याक्ट चाहिँ नेपालले गर्छ है त। पिपुल टु पिपुल कन्ट्याक्ट क्षेत्रको चाहिँ के गर्छ त? नेपालले चाहिँ यसको चाहिँ नेतृत्व गरेको छ भने त्यसै गरी यो सुरक्षाको भनेको चाहिँ तपाईँको चाहिँ भारतले गर्छ है त। सुरक्षा क्षेत्रको नेतृत्व चाहिँ कसले गर्छ त? भारतले चाहिँ गर्छ है त। ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। बिमस्टेकका सदस्य राष्ट्रहरूमध्ये म्यानमारले चाहिँ कुन क्षेत्रको नेतृत्व गर्छ त? म्यानमारले चाहिँ तपाईँको चाहिँ कृषि तथा खाद्य सुरक्षाको चाहिँ नेतृत्व गर्दछ भने त्यसै गरी कनेक्टिभिटीको चाहिँ कसले गर्छ त? कनेक्टिभिटी भनेको चाहिँ तपाईँको चाहिँ थाइल्यान्डले गर्छ। थाइल्यान्डले गर्छ है त। थाइल्यान्डले चाहिँ कुन क्षेत्रको नेतृत्व गर्छ त? कनेक्टिभिटी गर्छ भने त्यसै गरी नेपालले भनेको चाहिँ नेपालले चाहिँ पिपुल टु पिपुल कन्ट्याक्ट है त। नेपालले चाहिँ पिपुल टु पिपुल कन्ट्याक्ट क्षेत्रको चाहिँ नेतृत्व गर्छ भने त्यसै गरी सुरक्षा क्षेत्रको चाहिँ कसले गर्छ त? भारतले गर्छ है त। भारतले चाहिँ कसको गर्छ त? सुरक्षा क्षेत्रको चाहिँ नेतृत्व गर्छ है त। ल त्यसै गरी साथीहरू प्रश्न नम्बर 13 मा रहेको छ ब्रिज बिट्विन सार्क एन्ड आसियान भनेर कुन अन्तर्राष्ट्रिय सङ्गठनलाई चाहिँ चिनिन्छ त? अप्सनमा रहेका छन् युरोपियन युनियन, साप्टा, बिमेस्टिक, साफ्टा गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। ब्रिज बिट्विन सार्क एन्ड आसियान भनेर कुन अन्तर्राष्ट्रिय सङ्गठनलाई चाहिँ चिनिन्छ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी है त साथीहरू, बिमेस्टेकलाई चाहिँ चिनिन्छ है त। ल त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ ड्रग आयात सरकारी वायुसेवा कुन सार्क मुलुकको हो त? अप्सनमा रहेका छन् भुटान, श्रीलङ्का, भारत, नेपाल गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। ड्रग आयात सरकारी वायुसेवा चाहिँ कुन सार्क मुलुकको हो त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए, भुटानको है त साथीहरू। ड्रग आयात सरकारी वायुसेवा चाहिँ कुन सार्क मुलुकको हो त? भुटानको हो भने त्यसै गरी अर्को चाहिँ तपाईँले हेरेर के बुझ्नु पर्यो भनेपछि साथीहरू श्रीलङ्काको चाहिँ कुन हो त? श्रीलङ्काको भनेको चाहिँ तपाईँको चाहिँ रुवा है त। रुवा वाहिनी है त। रुवा वाहिनी टेलिभिजन है त। रुवा वाहिनी टेलिभिजन चाहिँ
टेलिभिजन चाहिँ कुन सार्क मुलुकको हो त श्रीलङ्काको हो भने त्यसै गरी अर्को चाहिँ के बुझ्नु पर्यो त भारतको चाहिँ कुन हो त भारतको भनेको चाहिँ तपाईको चाहिँ दूरदर्शन टेलिभिजन है त भारतको चाहिँ कुन हो त दूरदर्शन के त टेलिभिजन है त दूरदर्शन के त टेलिभिजन हो है त ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुस् है त ड्रग आयड सरकारी वायुसेवा चाहिँ कुन सार्क मुलुकको त भुटानको हो भने त्यसै गरी श्रीलङ्काको चाहिँ कुन हो त रुवावाहिनी टेलिभिजन हो भने त्यसै गरी भारतको चाहिँ कुन हो त दूरदर्शन टेलिभिजन हो है त ल त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ हालसम्म एसियाली देशहरूबाट कतिजना व्यक्तिहरू चाहिँ संयुक्त राष्ट्रसङ्घको महासचिव भएका छन् त अप्सनमा रहेका छन् 1 2 3 4 गरेर 4 वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुस् त हालसम्म एसियाली देशहरूबाट चाहिँ कतिजना व्यक्तिहरू चाहिँ संयुक्त राष्ट्रसङ्घको महासचिव चाहिँ भएका छन् त यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी 2 जना भएका छन् है त साथीहरू ल त्यसैगरी साथीहरू फेरि चाहिँ हाम्रो अर्को टपिक रहेको छ विज्ञान प्रविधि जनस्वास्थ्य र समसामयिक गतिविधिहरू है त तपाईलाई चाहिँ यो टपिकबाट पनि जम्मा 5 वटा प्रश्नहरू चाहिँ सोध्ने गर्छ है त प्रश्न नम्बर 16 मा रहेको छ तल देखाएका मध्ये मोमेन्टलाई चाहिँ कुन एकाइमा चाहिँ नापिन्छ त अप्सनमा रहेका छन् केजी मिटर पर सेकेन्ड न्युटन मिटर न्युटन जुल गरेर 4 वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुस् त तल देखाएका मध्ये मोमेन्टलाई चाहिँ कुन एकाइमा चाहिँ नापिन्छ त यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी न्युटन मिटर एकाइमा चाहिँ नापिन्छ है त साथीहरू मोमेन्टलाई चाहिँ कुन एकाइमा नापिन्छ त साथीहरू मोमेन्टलाई चाहिँ तपाईको चाहिँ न्युटन मिटर एकाइमा नापिन्छ र त्यसै गरी अर्को चाहिँ तपाईले हेर्नु एउटा कुरा चाहिँ झुकिनु भएन है त मोमेन्ट र मोमेन्टममा चाहिँ झुकिनु भएन है त मोमेन्टम भनेपछि चाहिँ केजी मिटर पर सेकेन्ड भनेर सम्झिनु पर्यो र त्यसै गरी मोमेन्ट भन्यो भने चाहिँ मोमेन्ट मात्र भन्यो भने चाहिँ न्युटन मिटर भनेर चाहिँ सम्झिनु पर्यो है त यो न्युटन भनेको चाहिँ बलको एकाइ हो र त्यसै गरी जुल भनेको चाहिँ तपाईको चाहिँ कार्य अथवा शक्तिको चाहिँ एकाइ हो है त ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नु पर्यो है त तल देखाएका मध्ये मोमेन्टलाई चाहिँ कुन एकाइमा नापिन्छ त मोमेन्टलाई चाहिँ तपाईको चाहिँ न्युटन मिटर एकाइमा नापिन्छ भने त्यसै गरी मोमेन्टमलाई चाहिँ केजी मिटर पर सेकेन्ड एकाइमा चाहिँ नापिन्छ है त कसलाई त मोमेन्टमलाई चाहिँ कुन एकाइमा नापिन्छ त केजी मिटर पर सेकेन्ड एकाइमा सेकेन्डमा चाहिँ नापिन्छ भने त्यसै गरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो यो न्युटन भनेको चाहिँ बलको एकाइ हो त्यसै गरी यो जुल भनेको चाहिँ कार्य अथवा शक्ति है त कार्य अथवा के त शक्तिको चाहिँ एकाइ हो है त ल त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको चाहिँ प्रयोग हुन्छ त अप्सनमा रहेका छन् लेड एसिड ब्याट्री लिथियम आयन ब्याट्री त्यसै गरी निकेल मेटल हाइड्रेट ब्याट्री त्यसै गरी सोलिड स्टेट ब्याट्री गरेर 4 वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुस् त इलेक्ट्रिक भेहिकलमा चाहिँ कुन ब्याट्रीको चाहिँ प्रयोग गरिएको हुन्छ त यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी लिथियम आयन ब्याट्रीको चाहिँ प्रयोग गरिएको हुन्छ है त ल त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ घडीदेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त अप्सनमा रहेका छन् क्रोनोमेन्ट्रोफोबिया सिबोफोबिया त्यसै गरी इन्टोमोफोबिया एन्ड्रोफोबिया गरेर 4 वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुस् त घडीदेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए क्रोनोमेन्ट्रोफोबिया भनिन्छ है त घडीदेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त साथीहरू क्रोनोमेन्ट्रोफोबिया भनिन्छ भने त्यसै गरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो त खानादेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त खानादेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त खानादेखि लाग्ने डरलाई चाहिँ तपाईको चाहिँ सिबोफोबिया भनिन्छ भने त्यसै गरी किरादेखि लाग्ने डरलाई चाहिँ इन्टोमोफोबिया भन्छ है त केदेखि लाग्ने डरलाई त किरादेखि है त किरादेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त इन्टोमोफोबिया भनिन्छ भने त्यसै गरी अर्को चाहिँ तपाईले के बुझ्नु पर्यो त मान्छे अथवा केटादेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त एन्ड्रोफोबिया भन्छ है त मान्छे अथवा केटादेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त एन्ड्रोफोबिया भनिन्छ है त ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त घडीदेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ त घडीदेखि लाग्ने डरलाई भनेको चाहिँ तपाईको चाहिँ क्रोनोमेन्ट्रोफोबिया भनिन्छ र त्यसै गरी खानादेखि लाग्ने डरलाई चाहिँ सिबोफोबिया भनिन्छ भने त्यसै गरी किरादेखि लाग्ने डरलाई चाहिँ इन्टोमोफोबिया भनिन्छ र त्यसै गरी मान्छे अथवा केटादेखि लाग्ने डरलाई चाहिँ एन्ड्रोफोबिया चाहिँ भनिन्छ है त ल त्यसै गरी प्रश्न नम्बर 19 मा रहेको छ नेटवर्क आर्किटेक्चर भित्र पर्ने ओएसआई मोडेलमा ओएसआई को फुल फर्म चाहिँ के हो त अप्सनमा रहेका छन् अपरेटिङ सिस्टम इन्टरकनेक्सन ओपन सिस्टम इन्टरनेट ओपन सिस्टम इन्टरकनेक्सन ओपन सर्ट इन्टरनेट सर्भिस गरेर 4 वटा विकल्प दिएका छन् यसमध्ये सही विकल्प छान्नुस् त नेटवर्क आर्किटेक्चर भित्र पर्ने ओएसआई मोडेलमा
ओएसआईको फुल फर्म चाहिँ के हो त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी है त, ओपन सिस्टम इन्टर कनेक्सन हो है त। ल त्यसै गरी प्रश्न नम्बर 20 मा रहेको छ साधारण काँच बनाउने मिश्रणमा क्रोमियम अक्साइड मिलाउँदा चाहिँ कुन रङको चाहिँ काँच बन्दछ त? अप्सनमा रहेका छन् हरियो, कालो, नीलो, सेतो गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। साधारण काँच बनाउने मिश्रणमा चाहिँ क्रोमियम अक्साइड है त, क्रोमियम अक्साइड चाहिँ मिलाउँदा कुन रङको चाहिँ काँच बन्दछ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए, हरियो बन्छ है त साथीहरू। क्रोमियम के त, क्रोमियम अक्साइड चाहिँ मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? हरियो बन्छ भने। त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझिराख्नु पर्यो भनेपछि साथीहरू निक्केल है त, निक्केल अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? निक्केल अक्साइड है त, निक्केल अक्साइड है, निक्केल के त, निक्केल अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? कालो रङको काँच चाहिँ बन्दछ भने। त्यसै गरी अर्को चाहिँ तपाईँले फेरि के बुझ्नु पर्छ त? कोबाल्ट अक्साइड है त, के त साथीहरू? कोबाल्ट अक्साइड है त, कोबाल्ट अक्साइड चाहिँ मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? कोबाल्ट अक्साइड मिलाउँदा चाहिँ तपाईँको चाहिँ नीलो रङको चाहिँ काँच बन्दछ भने। र त्यसै गरी अर्को चाहिँ तपाईँले के बुझ्नु पर्छ त? टिन अक्साइड है त, टिन अक्साइड मिलाउँदा चाहिँ है त, टिन अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? टिन अक्साइड मिलाउँदा चाहिँ तपाईँको चाहिँ सेतो रङको चाहिँ काँच बन्दछ है त। ल एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। साधारण काँच बनाउने मिश्रणमा क्रोमियम अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? क्रोमियम अक्साइड चाहिँ मिलाउँदा चाहिँ तपाईँको चाहिँ हरियो रङको के त, हरियो रङको काँच बन्दछ भने। त्यसै गरी यो क्रोमियम अक्साइडको ठाउँमा चाहिँ तपाईँको चाहिँ निक्केल है त, निक्केल अक्साइड मिलाउँदा चाहिँ त के त साथीहरू? निक्केल अक्साइड है त, निक्केल अक्साइड मिलाउँदा चाहिँ तपाईँको चाहिँ कालो रङको काँच बन्दछ भने। त्यसै गरी अर्को चाहिँ तपाईँ फेरि चाहिँ के बुझ्नु पर्यो? कोबाल्ट अक्साइड मिलाउँदा है त, के त साथीहरू? कोबाल्ट के त अक्साइड, कोबाल्ट अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? नीलो रङको चाहिँ काँच बन्दछ भने। त्यसै गरी टिन अक्साइड मिलाउँदा चाहिँ के त? सेतो रङको चाहिँ काँच बन्दछ है त, टिन अक्साइड है त, टिन अक्साइड मिलाउँदा चाहिँ कुन रङको काँच बन्दछ त? सेतो रङको चाहिँ काँच बन्दछ है त। ल यसरी चाहिँ यो प्रश्न चाहिँ बुझ्नु पर्यो है त। त्यसै गरी साथीहरू फेरि चाहिँ हाम्रो अर्को टपिक रहेको छ कार्यालय तथा सार्वजनिक व्यवस्थापन है त। तपाईँलाई चाहिँ यो टपिकबाट पनि 5 वटा प्रश्नहरू चाहिँ सोध्ने गर्छ है त। प्रश्न नम्बर 21 मा रहेको छ सङ्गठनको लक्ष्य तथा उद्देश्य अनुरूप कार्यालयले गर्ने कार्यहरू पनि भिन्न भिन्न रहने गर्दछन्। समग्रमा कार्यालयबाट हुने कार्यलाई चाहिँ कति भागमा चाहिँ विभाजन गर्न सकिन्छ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए है त, 2 भागमा चाहिँ विभाजन गर्न सकिन्छ है त। त्यसै गरी प्रश्न नम्बर 22 मा रहेको छ सञ्चारलाई प्रभावकारी बनाउनको लागि चाहिँ तलको मध्ये कुन विधि चाहिँ उपयुक्त हुन्छ त? अप्सनमा रहेका छन् ध्यानपूर्वक सुन्ने सिप, परामर्श विधि, छलफल र सहकार्य विधि। माथिका सबै गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। सञ्चारलाई चाहिँ प्रभावकारी बनाउनका लागि चाहिँ तलका मध्ये कुन विधि चाहिँ उपयुक्त हुन्छ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर डी, माथिका सबै चाहिँ विधि चाहिँ उपयुक्त हुन्छन् है त। ल त्यसै गरी प्रश्न नम्बर 23 मा रहेको छ कार्यविधिको महत्त्व तथा फाइदाहरू तलको मध्ये कुन हो अथवा हुन्? अप्सनमा रहेका छन् योजना तथा नियन्त्रणमा सहयोग पुग्ने, मालसामाल फार्मको उचित प्रयोग हुने, कार्यको गुणस्तरीय बढ्ने। माथिका सबै गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। कार्यविधिको महत्त्व तथा फाइदाहरू चाहिँ तलका मध्ये चाहिँ कुन हो अथवा हुन् त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर डी, माथिका चाहिँ सबै हुन् है त। ल त्यसै गरी प्रश्न नम्बर 24 मा रहेको छ अभिलेख व्यवस्थापनका सिद्धान्त तलको मध्ये चाहिँ कुन हो त? अप्सनमा रहेका छन् प्रभावकारिताको सिद्धान्त, सत्यताको सिद्धान्त, लागतको सिद्धान्त। माथिका सबै गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। अभिलेख व्यवस्थापनका सिद्धान्त चाहिँ तलका मध्ये कुन हो त? यसको पनि सही एन्सर हुन्छ अप्सन नम्बर डी, माथिका चाहिँ सबै हुन् है त। ल त्यसै गरी प्रश्न नम्बर 25 मा रहेको छ निर्णय गर्ने अधिकार, नेतृत्व गर्ने र नियन्त्रण गर्ने सम्पूर्ण अधिकार एकजना नेतामा मात्र केन्द्रित हुने नेतृत्व शैलीलाई चाहिँ के भनिन्छ त? अप्सनमा रहेका छन् निरङ्कुश वा तानाशाही नेतृत्व शैली, प्रजातान्त्रिक नेतृत्व शैली, स्वतन्त्र नेतृत्व शैली, क्रियाशील नेतृत्व शैली गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त। निर्णय गर्ने अधिकार, नेतृत्व गर्ने र नियन्त्रण गर्ने सम्पूर्ण अधिकार एकजना नेतामा मात्र केन्द्रित हुने नेतृत्व शैलीलाई चाहिँ के भनिन्छ त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए, निरङ्कुश वा तानाशाही नेतृत्व शैली चाहिँ भनिन्छ है त साथीहरू आजको भिडियोमा यति नै प्रश्न रहेका छन्। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। फेरि पनि म अर्को भिडियो लिएर आउनेछु। आजलाई यति नै। थ्याङ्क यू है त।